अनि अहिले चाहिँ म यहाँ लोकल फापरको ढिँडो, त्यस पछाडि च्याङ्ग्राको मासु, अनि यो अचारहरू, अनि त्यस पछाडि विभिन्न प्रकारका वाह हल्का थप्नुपर्छ जस्तो आज जे पनि अर्ग्यानिक लोकल भइरहेछ। त्यसैले सबैजनालाई अहिले चाहिँ हामी यहाँ मुस्ताङमा आएका छौँ, मुस्ताङको तेताङ भन्ने गाउँमा। अनि यहाँ सालबन भन्ने होटलमा चाहिँ हामी यहाँ छौँ, म यहाँ छु। अनि अहिले चाहिँ म यहाँ लोकल फापरको ढिँडो, त्यस पछाडि च्याङ्ग्राको मासु, अनि यो अचारहरू, अनि त्यस पछाडि विभिन्न प्रकारका सब्जीहरू छ। अनि म यो खाना लगाइरहेको छु, तपाईँहरूलाई कस्तो लाग्छ साथ दिनु होला। ल मैले खाएँ है त यो। मलाई चाहिँ यो ढिँडो भएपछि चाहिँ अरू केही पनि चाहिँदैन। अनि यो चाहिँ प्योर अर्ग्यानिक के अरे फापरको ढिँडो हो, अनि मिठो छ। अनि यो खानालाई चाहिँ मुस्ताङ नै आउनुपर्छ है, मुस्ताङको तेताङ गाउँ आउनुपर्छ। वाउ दामी, वाउ दामी। यो चाहिँ च्याङ्ग्राको मासु हो, च्याङ्ग्राको मासु। दामी रहेछ। यो चाहिँ 100% उयो के अरे अर्ग्यानिक हो। तपाईँले यस्तो खानालाई चाहिँ मुस्ताङमै आउनुपर्छ। मुस्ताङमा बाहेक फापरको चाहिँ अर्ग्यानिक चाहिँ पाउँदैन। च्याङ्ग्राको ओरिजिनल चाहिँ मासु चाहिँ मुस्ताङमा उहाँहरूको लोकल मासु हो। तर मलाई यो ढिँडो त केही जान्दैन। सिस्नोको दाल र ढिँडो भयो भने मासु पनि चाहिँदैन। यसमा झन् यो अचार झन् मिठो छ। वाव मिठो छ है। फापरको प्योर है यो, प्योर अर्ग्यानिक। थप्नुपर्छ जस्तो छ। ल मैले चाहिँ यो नपुगेर अझै थपेँ है, थपिरहेको छु। यो खानालाई चाहिँ अब स्पेसलै छ, मिठो छ, त्यही भएर थपी खान मन लाग्छ। तपाईँलाई पनि यस्तो खानु मन लाग्यो भने चाहिँ एकचोटि मुस्ताङ भिजिट गर्नु होला र त्यहाँ तपाईँहरूले पाउनुहुनेछ।
चाम्राको सुकुटीसँग लोकल घिउ दामी छ। मैले एकैछिन खाइदिन्छु के भएको। वाउ, हेर्नु त मैले कति चाँडो सिधाएँ। ओ यो चाहिँ लोकल मुलाको अचार, लोकल आलुको तरकारी। आज जे पनि अर्ग्यानिक लोकल भइरहेछ। ल मैले सिधाएको छु। यहाँलाई यो भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि पनि यस्तै भिडियोहरू पछि बनाएर ल्याउने नै छु। सबैलाई धन्यवाद।